उनको किताब आयो, किताब किन्न चाहनेहरू आउनुहोस्। केही छैन र हेर्नु, किताब बेचेर आएको पैसाले बिहारको पुलिसले औजार कारखाना चलाएको छ। मिठाई पाउनुभयो मन्त्रीज्यू, के भन्नु? बधाई छ, बधाई। नगर्नु भाइ, कति किचकिच गरेको। ओ चित्र कता तपाईँलाई म कार्यक्रम जनता जान्न चाहन्छन् स्वागत गर्न चाहन्छु। हो, धन्यवाद छ। तपाईँलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन, अब मन लाग्छ भने दाई महावीर पुन भन्नु। त्यसो मन्त्री नभनी जनताले त मन्त्री महावीर पुन भन्नु थाल्यो। भन्नेले भन्ला, तर सबैले दाई भन्यो। मन्त्री भन्यो भने के हुन्छ भने मान्छेले चाहिँ ठुलो मान्छे होला जस्तो ठान्छ क्या। अब म ठुलो मान्छे होइन, मान्छेहरू नझुक्किउन्, यो मान्छे ठुलो मान्छे हो भएछ भनेर नझुक्किउन् भन्नलाई मन्त्री नभन्नु भन्ने कारण त्यो हो। जस्तो रुपे बुद्धु मन्त्री होस् न, उनी जनताले के ठान्छ भने ठुलो मान्छे होला, धेरै जान्ने होला भन्ने किसिमको उनीहरूको चाहिँ त्यो सोचाइ हुन्छ। म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरू खेल्छु। फर्स्टचोटि के दादा होइन, अब टेक भयो नि त, गरिसकेपछि कट भन्ने रहेछ होइन, मैले मैले के बिगारेछु भनेर यस्तो डर लाग्यो दादा। ब्याङ्कहरूले बेस रेटमा जति प्रिमियम तोकेको छ त्यो कस्टमरको सहमतिमा पनि रिन्युअल भन्दा पहिला चाहिँ बढाउन पाइँदैन। ब्याङ्करहरूको अनुहार हेर्दाखेरिमा चाहिँ ऐना अगाडि उभिँदाखेरिमा चाहिँ तपाईँले भनेको इमान्दार देखिन्छ कि उही चोर बाख्रो देखिन्छ? जनताले के भनेका छन्, अब बल्ल हाम्रो जिल्लामा काम गर्ने मान्छेको इन्ट्री हुँदैछ। ऋषि धमलालाई हामीले 30% खोजेका थियौँ, बल्ल रौतरमा चुनाव लड्न आउनु। यहाँ प्रश्नहरू चाहिँ कतिपय गम्भीर छन्, कतिपय त्यसमध्येको एउटा रमाइलो प्रश्न छ। ऋषिजीले अब चुनाव चिन्ह रोजि नै सकेपछि किन मोबाइल रोजेको? उहाँलाई मनपर्ने काजु रोज्नु पर्थ्यो नि। भन्छन् के देशको सांसद बनिसक्नु भयो, देशको नीति निर्मातामा पुगिसके पछाडि नीति नियम बनाउने हो, पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले। पुस्तकको बेलामा पुस्तक बेचेको निति नियम बनाउने बेलै भएको छैन अहिले। बात त सही है। ए हजुर, अब संसदै बसेको छैन, अधिवेशनै बसेको छैन, त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने? सभापतिले नबोल्नु भने भएर हो, बोल्नु भनेको भए तपाईँले अहिले भनेको जस्तो त्यसै गरी बोल्नु भने चाहिँ मुखले बोल्नुहुन्थ्यो कि हातखुट्टाले बोल्नुहुन्थ्यो? हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर। रुटिन अफ नेपाल बन्द फेक मिडिया लाग्छ तपाईँले? फेक त हो नि, यस्तो फेक गरेर यो कस्तो समाचार हालेको हुन्छ तपाईँलाई थाहा छ? बालनले बिजुलीको पोल हालेको अरे, बालनको घरमै चाहिँ ल्याएर हालेको। मन्त्री त म मन्त्री होइन। एउटा जिम्मेवारी, एउटा भनौँ न एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। कुरो घाँस त्यो हो क्या। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको? सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने। ल है ल, सबैलाई नमस्कार छ है। म त एकदम खुसी छु स्कुल जानु पाएकोमा। यस्तो खुसी लाग्छ कि स्कुल जानु है। म त विद्यार्थी आजदेखि त संसदको विद्यार्थी है। ल धन्यवाद छ। ल डिप्रेसन देउवाको घरमा भेटिएको पैसाको विषयमा तपाईँले त्यो एआईले बना होला भनिदिनु भयो, कहाँ भिडियो ल्याएर जोडिएको पनि भन्नुभयो, तथापि त्यसको पनि यथार्थ आउन बाँकी छ। शेरबहादुरजीको या काङ्ग्रेसको तपाईँ त्यति धेरै जिम्मेवारी बोक्दिने, काङ्ग्रेस चाहिँ योचोटि तपाईँलाई, हुन त प्रतिस्पर्धा भएपछि त्यस्तो हुन्छ होला,
केपी ओली हत्यारो हो, केपी ओली यो सबैको जिम्मेवार हो भन्ने भाष्य स्थापित गर्ने र आफू यो पटक गगन थापाको नेतृत्वमा सरकार बनाउने अर्काको अब जस्तो किन बोक्नु भयो? डिप्रेसन एउटा मुख छाडेको चाहिँ लास्टै मन पर्छ गाडी अर्को लेन अडेको होइन यताबाट लैजानेको उताबाट लाग्छ होइन के कस्तो मोजी शिवरजी हाम्रा देशका नेताहरू तपाईँ यसो नहेरिकन जनता होइन यसो नहेरिकन तपाईँ प्रश्न सोध्न सक्नुहुन्छ हाम्रा देशका नेताहरू कति राम्रो देख्यो यार तपाईँहरू त्यो जाहेरी छ कि छैनमा बाँडिया होइन, भाग कसले खानेमा बाँडिएको। थापालाई कसरी चिन्छन् भने यो अनुहार यो शरीर तपाईँको हो, यो अनुहार यो शरीर तपाईँको हो, यहाँभित्रको आत्मा केपी ओलीको हो भनेर चिन्छन्। गजब बेइज्जती सुमन कार्कीसँग रिसाउने किन नसिक्छ भन्नुहोस् त। सुमन कार्कीसँग अङ्कमाल गर्ने रमाइलो गर्ने आज तपाईँसँग हास्यव्यङ्ग्य क्षेत्रको छ नि हजुर गहिराइमा गएर समीक्षा गर्ने खोतल्ने निकाल्ने तपाईँले छ नि खोतल्नेमा तपाईँ निकै क्लियर मान्छे हुनुहुन्छ। धेरै नायक नायिका गायिकाको धेरै तपाईँले छ नि भित्रैसम्म कुराकानी गर्नुहुन्छ मलाई थाहा छ। आउनुहोस् आफ्नै सिटमा बस्नुहोस् एकछिन मेरो झरेछ। नेपाली जनताले निशुल्क शिक्षा पाउँछन् त अब तपाईँ मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। एउटा न एउटा त केही त राम्रो काम त केही न केही होला त नि गरौँला। अहिले नि कसरी भन्ने त्यो पत्रकारहरूले त नपेल्नु न हो। पहिला तपाईँ अर्काको बुढा खोजेर हिँड्नुहुन्थ्यो मलाई चाहिन्छ अर्काकै बुढा भन्नुहुन्थ्यो। बात त सही किन तपाईँ खोजेकै दाइ मैले अर्काको तपाईँले भन्नुभएको थियो त मलाई त परिपक्व मान्छे चाहिन्छ बिहा गरेको भए पनि हुन्छ भन्नुभएको थियो। एक्सपिरियन्स वाला त छोड्नु त पर्यो नि। हजुरको पनि डिभोर्स भयो भने म हजुरलाई मन पराउँछु। डिभोर्स गर्नु पर्यो क्या दाइ, भएन यो एउटै बुढीसँग कति बसिरह्यो भने। बाई बाई टाटा गुड बाई गया। मादक पदार्थ सेवन गर्नु भएको छ? एकदम गर्छ। ब्रान्डेड रक्सी चाहिँ खानु भएको छैन? सबै खाएछ कि सबै खाएको छ। धान चामल खान थाले कति वर्षबाट कुनै याद छ? त्यो किताबमा लेखेको छ सबै कुराहरू। चाहिँ प्रधान कार्यालयमा तपाईँको केही महानिरीक्षक त पदमा बहाली रहँदा नेताको घरमा नजराना बोकेर फलफुल बिस्किटदेखि लिएर चक्लेट बोकेर गएको धेरै पटक यही आँखाले देखाएको छ। त्यो अरू विषय व्यक्तिगत क्यारेक्टर होला कसको काम मलाई थाहा भएन, तर मेरो हकमा तपाईँले यसरी देख्नुहुन्न। केही बुझाउनु परेन? बुझाउनु परेन, केही गर्नु परेन? किन जानुपर्ने? आवश्यकै भनेको भेटेर मात्रै पुग्यो। अनि भेट्न त पर्यो नि। मैले कसलाई भेट्नु पर्यो? गृहमन्त्रीज्यूलाई त भेट्नै पर्यो पर्यो नि त। नेताको घरमा देउसी चाहिँ कति खेल्नु? घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। सञ्जालमा चाहिँ कहिलेकाहीँ के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडैसँग अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या? किनभने म चाहिँ मान्छे हो। अब त मलाई पक्रिने भयो भने म सिधै उहाँ परिसर जान्छु। पहिले आइजी विचारलाई खापकुन जिल्ला पनि भनिदिँदा हुन्छ। मलाई पर्दैन फोन गर्नु म आइहाल्छु।